भाइ कति रुपियाँ केजी 100 रुपियाँ केजी महँगो भएन र कि ठिकै अर्ग्यानिक भएर होला है Guys, this is how I prep fish, you know what I'm saying? Let's go, buddy. Hey, master prep parna फेरि डेन्जर छ नि त फेरि है फेरि ड्रिङ्क पनि बवाल फेरि दुध चलाएर ओ सेट अलिक रहेछ ल अब चाहिँ भात हान्दै है त भात चाहिँ हान्दै है भातमा चाहिँ हेलो नमस्ते आज हामी माछा खानको लागि हामी अहिले दिल्ली बजारमा छौँ हामी सबै जान्छौँ माछा खानको लागि हामी स्पेसल्ली के भन्छ त्यसलाई अन्त के भन्छ त्यो ठाउँलाई तारकेश्वरमा जाँदैछौँ तारकेश्वरको खोजमा जाँदैछौँ त्यहाँ आज हामी यता घरदेखिकै भिडियो एउटा मिनी भ्लग बनाउने कोसिस गरिरहेका छौँ सबैजना कन्टिन्यू गइरहेछौँ बाटो सबै एक्सप्लोर गर्दै जानेछौँ हरेक कुराहरू देखाउनेछौँ आजको सबै एक्सप्लोर गर्ने कोसिस गर्नेछौँ त्यहाँको क्राउड माछा एकदमै फेमस छ सबैजना रेकमेन्ड गर्छु म सबैजना गएर खानु होला एकदमै राम्रो छ हामी त जहिले गइरहेको छौँ त्यो भिडियो चाहिँ बनाएको थिएन दिस इज आवर फर्स्ट टाइम है सो लेट्स गो एक्सप्लोर गर्ने कोसिस गर्नेछौँ लेट्स गो ल है साथीहरू हाम्रो जर्नी स्टार्ट भइसकेको छ हामी अहिले दिल्ली बजारबाट हिँडिसकेका छौँ हाम्रो जर्नी दिल्ली बजार टु तारकेश्वर हुनेछ हामी खास गरी ट्राउट माछा खानको लागि गइराखेका छौँ सो हामी जहिले प्राय जाने गर्छौँ गइराखेका हुन्छौँ सो आज चाहिँ अब फ्यामिलीसँग हामीले मिनी भ्लग पनि बनाउन स्टार्ट गरेका छौँ सो अहिले हामी द्रवमार्ग पुगेका छौँ द्रवमार्गबाट जाँदैछौँ सो हामी यताबाट सिधै गएर सोरखट्टी हुँदै अनि त्यहाँदेखि बालाजु हुँदै अब हामी ट्याक्कै यता बाइपासतिर छिरिसकेका छौँ अब हामी बालाजुबाट यता भित्र बाइपासको बाटो गइराखेका छौँ लगभग त्यो अब जङ्गलको बाटो ट्याक्कै पुग्न लाग्यो यस पुग्यौँ भनौँ न अनि तपाईँको यहाँ पुग्ने बित्तिकै चिसो आनन्द आउँछ क्या अनि यहाँबाट साइडबाट उताको भ्यालीको भ्यू पनि देखिन्छ होइन मजाको रमाइलो हुन्छ यो बाटो चाहिँ सो यहाँनिर अलिकति पुलिस चौकी छ यहाँ माथि के भन्छ माथि के पार्क छ अरे होइन सो हामी सिधै जान्छौँ सिधै बाटो हेर्दै रमाइलो यताको भ्यू हेर्दै जङ्गलको बाटो बिचमा होइन तलमाथि रुख रमाइलो छ आनन्द छ लेट्स गो check this out guys let's go जस रमाइलो थियो पानी पनि परेको थिएन रोकिरहेको थियो होइन सो रमाइलो भयो यहाँनिर चाहिँ औषध अब यहाँ तल चाहिँ औषध अब जाने हामी चाहिँ माथि लाग्छौँ है फेरि सिधै बाटो लाग्छौँ हामी यहाँनिर अब रिसोर्टहरू स्टार्ट हुन्छ यहाँनिर सानो सानो रिसोर्टहरू हुन्छ होइन राम्रो रिसोर्टहरू यहाँदेखि अब भ्यू हेरौँ न हो सिटमा देम दामी भ्यूहरू छ होइन फेरि मलाई चाहिँ यो डाँडा पाखा नै राम्रो लाग्छ क्या त्यही भएर एकदमै रमाइलो लाग्छ मलाई चाहिँ सो हेर्नु न भ्यू चाहिँ बवाल देखिरहेको छ सो हामी जान्छौँ बाटोमा होइन लेट्स गो होइन सो रमाइलो भयो रमाइलो भयो अब तपाईँहरूले सबै स्किप नगर्नु होला सबै देखाउने कोसिस गर्नेछु अहिले माछा ट्र्यापमा पारेको माछा समातेको होइन माछा हामीलाई फेरि यहाँ बाटोमा ट्याक्क काँक्रा भेटियो होइन यो काँक्राको डिल गर्दैछौँ हामीले यो कति रुपियाँ केजी रे भाइ कति रुपियाँ केजी 100 रुपियाँ केजी महँगो भएन र कि ठिकै अर्ग्यानिक भएर होला है ओ ल कति केजी हो ल झ्याप्प जोखाउँ त ल है न्युरो पनि आयो है ल काँक्रा र न्युरो ल यता पो रोकिरहेको हाम्रो राहुल सरजी ल साथीहरू हामी चाहिँ फाइनल्ली हाम्रो टार्गेटमा पुगिसकेका छौँ यो यहाँदेखि चाहिँ तारकेश्वर सकेर नुवाकोट स्टार्ट हुन्छ ल यता राखौँ है यता राखौँ ल यसै राख्ने ठाउँ यही रिसोर्टमा यो खोलाको ट्याक्क यहाँ यो यतादेखि नुवाकोट हो टक्क लगाएर जानु पर्यो यो रिसोर्टमा टक्क लगाएर यता चाहिँ है कडा यताबाट यस्तो भ्यू टक्क लगाएर यता
यो सिडी पनि वरा छ। यो ठाउँमा आयौँ अब हामी टक्क लाएर। कुखुरा पनि रहेछ, पुरा कुखुरा। खास आज ट्राउट माछा खाने हो हामीले। लेट्स गो। अब चाहिँ यसरी चाहिँ मैले माछा ट्रेमा पार्छ है साथीहरू। हेरौँ, डेन्जर माछा ट्रेमा पार्छ है मैले, डेन्जर पार्छ होइन। यसरी चाहिँ मैले माछा ट्रेमा पार्छु। खै यसरी आयो है माछा। ल हाम्रो फ्राई माछा है त। यो चाहिँ फ्राई माछा आउँदैछ। अर्को ग्रेभी आउँदैछ। ग्रेभीमा भात आउन चाहिँ बाँकी छ। अब भात मारा भएर खानु पर्यो आज। लेट्स गो। टक्क यहाँ बसेर यो आयो हाम्रो भोड्का। अब टक्क लाएर यो खानु पर्यो। टक्क लाएर अब आफ्नो फेरि पारा नै बेग्लै क्या। एक चुस्की नलाउन्जेल अलिकति एनर्जी नै नआउने क्या। जब एक चुस्की लाग्छ अनि बल्ल एनर्जी आउँछ। दामी दामी दामी। ए लेट्स गो। यो लोकल काँक्रा फेरि आयो है गाइजहरू। लोकल गाइजहरू आयो है। ल झ्याप्पै ग्रेभी आयो है। ल यसरी चाहिने खाइन्छ होइन। खानु पनि पर्छ, हाम्रो फ्यामिली हो सबै है। अब चाहिने यसरी चाहिने। साथीहरू ल अब म खाँदैछु ट्राउट माछा। ट्राउट माछा फेरि मलाई एकदमै धेरै मनपर्ने। तपाईँहरूले भात मार्छ नभनिदिनु है फेरि होइन। ट्राउट माछा भनेपछि फेरि एक थाल खाइहाल्छ होइन, ड्याङ्ग लाएर। सो एकदमै मिठो थियो। जस एकदमै मिठो थियो, रमाइलो भयो, टन्नै खाइयो होइन। भात मार्छ चाहिँ नभनिदिनु है। फेरि सँगै ड्रिङ्क पनि चाहिन्छ नि फेरि। यो लेट्स गो। सँगै ड्रिङ्क पनि फेरि पारा डेन्जर छ क्या। फेरि पारा नै फरक छ, पारा नै फरक छ गाइज। कसले सक्छ, कसले सक्छ क्या। लेट्स गो। साथीहरू मेरो एउटा सानो भ्लग आज यहीँ इन्ड भएको छ। तपाईँहरूले हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।